खाजा खाने बेला मैले उसको मोबाइल मागेँ। एकछिन तिम्रो मोबाइल देऊ न। उसले असहज महसुस गरेको जसरी एकछिन रोकिएर भने, आफ्नै मोबाइल चलाइरहनु भएको छ त, फेरि मेरो किन चाहियो? काम छ के? एकछिन मात्रै हो, देऊ न। मैले जिद्दीपूर्ण शैलीमा बिन्ती बिसाएँ। म दिन्न, चुप लागेर बस्नु भन्दै ऊ आफ्नो मोबाइल चलाउन थाली। ठिकै छ नि त भनेर म चुपचाप बसेँ। केही बेर पछि उसले किन चाहिएको हो लिनुस् भन्दै मोबाइल दिए। सायद उसको मोबाइलमा भएका अनावश्यक मेसेज र नम्बर डिलिट गरेर दिएकी थिए। मैले उसको मोबाइल एकछिन चलाएँ, त्यहाँ केही पनि भेटिनँ। जसरी उसले माग्ने बित्तिकै मोबाइल दिएकी थिइनँ। हेर्दै जाँदा एउटा नम्बर ब्लक गरेर राखेकी रहेछ। नम्बर याद गरेँ, तर उसलाई केही नभनी मोबाइल दिएँ। एकछिनमा हामीले अर्डर गरेको खाजा आयो। खाजा खाइसकेपछि हामी छुट्टियौँ। केही दिन यता उसले म प्रति छुट्टै व्यवहार देखाउन थालेकी थिए। फोन गर्दा बिजी छु भन्ने, झर्किने, अनावश्यक कुराहरूमा रिसाउने, केही भनेर सम्झाउँदा कति शङ्का गरेको भनेर भन्ने गर्थे। बेलुका यिनै कुराहरू सोच्दा सोच्दै अबेरसम्म निद्रा लागेन। त्यो नम्बर कसको रहेछ, किन यसरी मसँग तर्किरहेको छ भनेर त्यो नम्बरमा फोन गरेँ, तर फोन रिसिभ भएन। त्यसपछि म सुतेँ। भोलिपल्ट बिहान त्यही नम्बरबाट मेसेज आयो। को होला, यति राति फोन आएको रहेछ? उसले ब्लक गरेर राखेको नम्बर। मलाई आफ्नो परिचय दिन उचित लागेन। मैले आफैले प्रश्न गर्दै मेसेज गरेँ, तपाईँ चाहिँ को हो र? उताबाट मेसेज आयो, म सुनिल। म झसङ्ग भएँ। 3 महिना अघि त्यही नामको एउटा केटाले उसको फेसबुकमा अनावश्यक मेसेज गरेको थियो। पेसाले इन्जिनियर रहेछ। एउटा प्रोजेक्टको लागि उसको गाउँ आएको रहेछ। 1-2 दिनसम्म उसले जिस्काउने टाइपले अनावश्यक मेसेज गरिरहेपछि मैले उसको अकाउन्टबाट ब्लक गरिदिएको थिएँ। त्यसपछि मैले उसलाई फोन गरेँ। फोनमा मैले आफ्नो परिचय लुकाइनँ। म उसको बोयफ्रेन्ड बोलेको। तपाईँलाई त मैले उसको अकाउन्टबाट ब्लक गरेको थिएँ, तर आजकल त फोन नै गर्नुहुने रहेछ। उताबाट जवाफ आयो, उसले तपाईँलाई माया गर्छ त? मसँग त तपाईँलाई छोड्छु भनेर कसम खाएको छ त। म निशब्द भएँ, फोन राखिदिएँ। तपाईँलाई कसैसामु झुक्न दिन्न भनेको उसले अरू कसैको अघि झुकाएको महसुस भयो। म बिना बाँच्न सक्दिनँ भन्ने ऊ आज अरू कसैसँग मलाई छोड्छु भनेर कसम खाँदै हिँड्न सक्ने भइसकेछ। पानीको फोका जस्तै फुट्यो हाम्रो माया, नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया।